माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यक्रम अनुसार निर्धारित समयभित्र सभामुख पदमा माननीय सदस्य डोल प्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका प्रस्तावक माननीय रवि लामिछानेलाई यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। समय 10 मिनट। सभाध्यक्ष महोदय, सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दछु र मैले यो प्रस्तावमा सम्पूर्ण राजनीतिक दलहरूले उम्मेदवारी नदिएर समर्थन गरिसक्नु भएको हुनाले सम्मानित सदनको यो महत्त्वपूर्ण समय मैले खर्च गरिरहनु त्यति उपयुक्त हुँदैन। म सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रस्तावलाई सर्वसम्मत गर्नका लागि गर्नुभएको यो मद्दत र यसको राजनीतिक एउटा सम्मान सबै कुराका लागि धन्यवाद दिँदै फेरि पनि अग्रिम शुभकामना र अग्रिम बधाई दिन चाहन्छु डोल प्रसाद अर्याल मान्यज्यूलाई। धन्यवाद। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका अर्का समर्थक माननीय अर्थमन्त्री स्वर्णिम मोगलेलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छ। सम्माननीय सभामुख महोदयको अनुमतिले माननीय सदस्य रवि लामिछानेले यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको समर्थन गर्दछु। यस अभूतपूर्व जनादेश प्राप्त सार्वभौम संसदको गरिमामय सभामुख पदमा हाम्रो पार्टीका संस्थापक नेता, उपसभापतिका रूपमा सहयोद्धा र मेरा मित्र डीपी अर्याललाई यस पदका लागि पार्टीले अघि सारेको छ। उहाँ निर्विरोध निर्वाचित हुने क्रममा हुनुहुन्छ। म उहाँलाई नेपाल सरकार, हाम्रो पार्टी र व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। यस अघिको संसदमा उहाँले विधायकका रूपमा विशिष्ट भूमिका निभाइसक्नु भएको छ र नेपाल सरकारको मन्त्रीको पनि अनुभव लिइसक्नु भएको हुनाले कार्यपालिका र व्यवस्थापिका बीचको जुन भूमिका हुन्छ, हाम्रो संविधानले जस्तो भूमिका अपेक्षा गरेको छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ र उहाँले अब आगामी यस गरिमामय पद, यस ऐतिहासिक संसदको अभिभावकको रूपमा बडो जिम्मेवारीपूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ। एउटा ठुलो पुस्तान्तरण प्रतिबिम्बित भएको यस संसदमा उहाँको संक्षिप्तै भए पनि असाध्यै परिपक्व राजनीतिक अनुभव जुन छ त्यसलाई यस सदनमा पनि ल्याउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ। विगत केही वर्षमा हाम्रो पार्टीले जुन प्रतिकूलता झेल्नु परेको थियो, पार्टीमाथि, हाम्रा सभापतिमाथि भएको प्रहार हुँदा हामी दुई उपसभापतिका रूपमा जसरी पार्टीलाई सम्हालेर अगाडि लग्न सक्यौँ, त्यस अनुभवबाट पनि मलाई लाग्छ सिङ्गो राष्ट्र लाभान्वित हुनेछ। मैले व्यक्तिगत रूपमा देखेको उहाँको उत्कृष्ट व्यवस्थापकीय क्षमता छ, शालीन समन्वयकारी भूमिका छ र एउटा औसत मध्यम वर्गीय सङ्घर्षबाट ओतप्रोत भएको एउटा जुन गाथा छ, जीवन गाथा छ, त्यसलाई सार्वजनिक नीतिसँग जोड्नुपर्छ भन्ने एउटा उन्नत चेत उहाँमा पनि मैले पाएको छु। यिनै लाइफ एक्सपिरियन्सेसहरूबाट अब आगामी संसद लाभान्वित हुनेछ, यसमा म ढुक्क नै छु। संसदको अभिभावक हुँदै गर्दाखेरि सबभन्दा बढी अपेक्षा गरिने गुण भनेको तटस्थता हो। त्यसमा उहाँ खरो साबित हुनेछ भन्नेमा पनि म विश्वस्त छु। एउटा 51 सालतिरको संसदीय अधिवेशनमा
एउटा शब्द प्रचलनमा आएको थियो, सस्पेन्डेड एनिमेसन। कुनै दलीय आबद्धता नराखिकन त्यो तटस्थतालाई थप प्रत्याभूत हुने गरेर, एक किसिमको त्याग नै गरेर पनि यो जिम्मेवारी लिनुपर्ने हुन्छ। त्यसमा पनि माननीय डिपी अर्यालले त्यो इङ्गित गरिसक्नु भएको छ र हाम्रो पार्टीको तर्फबाट पनि त्यो रोजाइलाई इन्डोर्समेन्ट हुने नै छ। म टुङ्ग्याउँदै गर्दा अलिकति इतिहासतिर फर्कन चाहेँ। 2015 सालको ऐतिहासिक निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो। सरकार सत्तापक्षको हुन्छ, संसद विपक्षको हुन्छ भन्ने मानक त्यति बेलै स्थापित भएको थियो। त्यसलाई हामीले अघिल्ला संसदीय अभ्यासहरूमा कति उतार्न सक्यौँ भन्नेमा प्रश्न आउला। शोधकर्ताहरूले यसमा चाहिँ विश्लेषण गर्दै गर्लान्, तर त्यो एकचोटि फर्केर न्याय गर्नुपर्ने मानक हो जस्तो हामीलाई लागेको छ। प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षीहरूप्रति थप उदार र सहिष्णु हुनुपर्ने पनि हाम्रो पार्टीको मान्यता रहेकै छ। बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि 48 सालका पहिला सभामुख दमननाथ ढुङ्गानाले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ती उच्च मानकहरू के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनु भएको स्मरण म यहाँ गर्न चाहन्छु। उहाँले पनि बडो डिग्निटीका साथ त्यो पदलाई न्याय गर्नुभएको अहिले इतिहासकारहरूले पनि मूल्याङ्कन गर्ने गरेका छन्। थिति बसाउने, पद्धति बसाल्ने र कहिलेकाहीँ निरस हुने संसदीय गतिविधिहरूलाई पनि उहाँले असाध्यै उच्च हास्य चेतले पनि चाहिँ पस्केर संसदलाई जीवन्त बनाउनु भएका उदाहरणहरू छन्। त्यति बेला असाध्यै विरोध गरिराख्नुहुने एकजना सांसद हुनुहुन्थ्यो, विरोध खतिवडा, सधैँ विरोध गर्ने र सभामुखको पदबाट दमननाथ ढुङ्गाले भन्नुहुन्थ्यो, हजुरको काम विरोध गर्ने, मेरो नामै दमन, मेरो काम चाहिँ दमन गर्ने भन्नुहुन्थ्यो। त्यसैले यो खालको एउटा हाउसलाई जीवन्त, लाइभली एउटा कर्मकाण्डमा मात्रै सीमित नगरिकन नेपाली जनताका मुद्दाहरूलाई मुखरित गर्ने एउटा स्पेस प्रदान गर्ने त हो नै, तर त्यसलाई नतिजासम्मै टुङ्ग्याउने र त्यो प्रक्रियालाई जीवन्त एउटा लोकतन्त्र यसरी पनि बग्छ है भनेर देखाउने जिम्मेवारी सभामुखमा हुन्छ। हामीले उहाँबाट त्यो सिक्ने हो। र 65 सालपछि संविधान सभाले अर्को सङ्क्रमणको व्यवस्थापन गर्दै थियो। असाध्यै पेचिला चुनौतीहरू थिए। त्यति बेला सुभाष नेमाङले निभाउनु भएको आफ्नो कानुनी विज्ञता इत्यादिलाई उतारेर जुन व्यवस्थापकीय समन्वयकारी भूमिका उहाँले निभाउनु भयो, त्यसले पनि असाध्यै जटिल सङ्क्रमणलाई पार लगाउनको लागि तत्कालीन व्यवस्थापिकाले भूमिका खेलेको थियो। त्यसैले कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, सुभाष नेउवाङ जस्ता आफूभन्दा अगाडि आएका अग्रजहरूका राम्रा कुराहरूलाई, तर अहिलेको आधुनिक नेपालको आधुनिक पुस्ता, नयाँ पुस्ताका अपेक्षा आकाङ्क्षाहरूलाई पनि जसरी हाम्रो पार्टीले ग्रहण गरेर जेनजी आन्दोलनको मर्मलाई बोकेर अगाडि बढ्यौँ र आज यो ऐतिहासिक उपस्थिति हामीले चाहिँ यहाँ हासिल गर्न सकेका छौँ। यो सबैको मर्मलाई उहाँ माननीय डिपी अर्यालले बोकेर यसलाई चाहिँ आफ्नै शैलीमा ढालेर एउटा मौलिकता दिनुहुनेछ र यो संसदीय कार्यकाल, यो 5 वर्षको ऐतिहासिक संसदीय कार्यकाल नेपालकै संसदीय इतिहासमा चाहिँ साँच्चीकै अनुपम हुनेछ भन्नेमा म विश्वस्त छु। माननीय डिपी अर्याललाई बधाई तथा शुभकामना दिँदै म बिदा हुन्छु। हस्त, धन्यवाद।